ल रेडी ल अब हामी यहाँ चाहिँ आज के गेम रे कलर एक्सचेन्ज गेम होइन पुरै अहिलेको हिटमा हट टपिकको बेला कलर एक्सचेन्ज गेम खेल्न आउँदैछौँ बुढाबुढी अब अरूसँग त कहाँ खेल्न पाइँदैन बुढाबुढी चाहिँ खेलौँ है घर घबराहट हो आयो बहुत ज्यादा के कुन कलर ओरेन्ज ग्रीन है उता आएर उता भएन होइन तिम्रो जस्तो सजिलो मेरो यहाँ केमा पेज गरेको नि ल ल लगा तुझे हरी हरी के यो सेन्ट नआएन भनेर सेन्ट ल्याएछ हरे हरे क्यों न ल यहाँ हेर्नु न यो त बोर्लिन गाई चाहिँ हरियो बोर्लिन चाहिँ बुढीलाई मलाई पनि एउटा बहिनीले गेस्ट गर्न आएको थियो आयो यसलाई के गर्ने राख्ने त छैन यहाँ ब्ल्याक गरौँ न ब्ल्याक ब्ल्याकै गाइस कालो कट्टु जस्तो छ मलाई ए मोजा हो कालो मैले राज थापिदिनु ल के बुढो के मस्कारा मोजा बडा थाहा छ यसको कहानी के छ भन्दा यो यिनीहरू मोजा जहाँ किन्न गएको थियो हामी पनि त्यहीँ किन्न गयो मोजा दाइ तपाईँहरू किन छुट्टै आएको भने के किनेर गयो भने हामीले राज थापाको मोजा हो कालोगन्जी बा यो पहेँलो नहोस् भनेर धुनु अप्ठ्यारो नहोस् भनेर कालोगन्जी ल्याइन्छ है व्हाइट गन्जी बेस गर्नु मेरो यो के मस्कारा नाइस ल अर्को भन्नु के भन्नु तिमीले अर्को भन्नु व्हाइट होइन ल ब्राउनको त अब हाम्रो रिपिट हुन आँट्दैछ ब्राउन ल 1 2 3 मोजा यही मोजाको कहानी हो यो मोजाको कहानी हाम्रो मोजा किनेर आएर पनि मोजा किनेर आएर बेबी सिखा भनेर हेर ब्राउन कलरको चाहिँ प्यान्ट लुगा आएछ ल मलाई पेन्ट छैन मलाई चाहिएको छ पेन्ट चाहिएको छ मोजा ठिक चाहिँ हुन्छ कि हुँदैन एकपल्ट ट्राई गर्नु होला हुन्छ ठिक होइन भने चेन्ज गर्नुला मेरो चाहिँ मोजा आएछ ब्रेक्स ल कटनको पेन्ट आएछ म अब अफिस जाने मान्छेलाई ट्याक्कसँगले मलाई काम लाग्छ ए मैले मुन राखेँ यसमा धेरै बोल्नु पर्दा चाहिँ फेरि बोल्न मलाई त्यति आउँदैन कन्जिरा कस्टुम यहाँ छ ल तिमी मलाई दियो अब येल्लो गर्नु न त येल्लो येल्लो चाहिँ मेरो है खानेकुरो 1 2 3 माल्किस बिस्कुट आफूलाई ल्याइछु यो भनेको आफूलाई ल्याइ ठगी मलाई यो चुपाचुप के हो यो चुपाचुप अमिलो यो तित्री वा म आफ्नै यत्रो बडा प्याटको मोइस्चराइजर हैन अब काम लाग्छ नि त तर काम लाग्छ है मलाई यो म मात्रै युज गर्छु म वहीँ अब जहाँ जाँदैछु पछि भन्छु कहाँ जाँदैछु अब यो मेरै हो रेड भन्नु है हेर्नुपर्छ मेरो रेड 1 2 3 तितो यो त मैले रात खोलिसकेको थिएँ यिनीहरूले ब्रस लिएर आएको ब्रसमा मन्जन पनि छ भनेर अर्को गेस गर्नु रेड अर्को गेस गर्नु अर्को टुथब्रस तेल तर मलाई काम लाग्छ है अर्को पनि छ अर्को पनि रहेछ के छ अर्को थाहा रातै के हुन्छ कट्टु किटक्याट ल खानेकुरामा अर्को पनि छ अर्कोमा के छ थाहा छैन यार झोला तित्री मधु भाइ यो त म लिएर जान्छु नि मेरो चाहिँ यहाँ दुईवटा तित्री छ है मैले त अब यसमा ठगेछु बुढीलाई पिङ्क आफैलाई नआउँदा 1 2 3 फेरि स्कार्फ छ स्कार्फ त गेस गरेको थिएँ है यो चाहिँ मेरो के हो यो त्यो के हो के यो ट्राई गर्नु भएको छ नि त ल यो मैले ट्राई गरेको छैन यो चाहिँ नयाँ कोरियन टाइपको रहेछ
ठिक है कुन दिन भात खान अल्छिरहेको छ यही बुढीलाई पराएर दिनुभयो बुढीले ल ठिक छ यो चाहिँ बुढीलाई हस् 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 बाइकमा जाँदाखेरि अब गर्मीमा लाग्छ काम लाग्छ नि थ्याङ्क यू अब पर्पल पर्पलमा पर्पल मैले के गेस गरेको थिएँ पर्पलमा ए टिस्यु पेपर न्यापकिन पर्पलमा मैले थाहा त्यो सिखाले केही न केही किने आफ्नै लागि हुने खालको किने भनेको न्यापकिन किने भनेर मलाई हिजो राति हामी हरालो हाँसेर मगाएको थियौँ निकाल्दा त्यो न्यापकिनै हुनुपर्छ ए त्यो मेन जुत्ता ल्याउँ न त्यो ए हो ल ल 1 2 3 गो मोबाइल कभर पर्पलमा आइफोन 16 प्रो म्याक्सको राम्रो खालको मोबाइल कभर ल्याइदिएछु मैले च्याट्ट भरेको यस्तो राम्रो छ चिटिक्क भरेको यो ट्रान्सप्यारेन्टवाला ई ब्रस यहाँ एउटा पर्पल हिजो दाँतमा दाँतले ब्रस किन्न जाऊँ न भन्दाखेरि नै भनी ए ब्रस लिएर आज भन्दा होइन मैले त गेस गरेको नि ब्रस अर्को पनि छ अर्को थाहा छैन मलाई के मैले त एक कुरा मात्रै किनेको गेस गर्नु त थाहा छैन गेस के गरौँ पर्पल गरेको के हुन्छ केटाको पर्पल गरेको त्यही नि बुझ्यो ए टिस्यु पेपर सबै आफूलाई युज हुने सामान किनेछ घरको सामान किनेर ल्याइन्छ के ओरेन्ज होइन ओरेन्ज लास्टमा ल ब्लू ब्लू ल ब्लू 1 2 3 गो यो बुढीको नाक रौँ धेरै भयो कि रेजर ल्याइदिएछु मैले एउटा भेनासको रेजर काट्थ्यो उनी काखी पनि काट्थ्यो कोही त्यसो गर्थेँ भन्दा पुरै केटा मान्छे जस्तो भइसक्यो बेबीसीको भइसक्यो बिराज जस्तो तर यो ब्ल्याक एन्ड व्हाइट वाला रहेछ नि त मैले ब्लूमा हालेँ यसको कभर ब्लू छ त्यही भएर हामी त कभर ब्लू भित्र त उसियो त यो भित्र चाहिँ कस्तो छ मलाई थाहा छैन यो स्काई ब्लू कलर हुन्छ कि भित्र त्यही त ओए ओए तीनटा वाला रिप्लेसमेन्टमा छ ट्याक्कसँगको है केटाकेटी कार्ड चाहिँ बुढीले दारी च्याट्ट भएर मेकअपमा पैसा मलाई बचाउन हो यति लगाएको अब यल्लो त लास्टमा हो यल्लो मेरो लास्टमा हो सकेको नि यल्लो मेरो लास्टमा हो ल ल ल ल व्हाइटको चाहिँ बुढीले थाहा पाइसकेको थिएँ त्यही पनि अब ठिकै छ के थाहा भयो 1 2 3 देखाऊ तपाईँ देखाउनु हेलो जेल यो सकिसक्यो त व्हाइटको केही मात्रै दिमागमा यहाँ त मलाई लागिरहेको छ औँठी हो भनेर वाह 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 मेरो साइजको औँठी हो यो मोटो छ है बुढी भयो सही भयो त यो अर्डर थियो त दराज त मैले खोतालेको तिम्रो दराजमा गएर हेरेको के अनलाइन मगाएको छ भनेर भेटिन क्या यो कान्छेमा लाउनु पर्छ अरे होइन राम्रो हुन्छ भनेर मैले किनेको छु अब हाम्रो लास्ट मेरो चाहिँ अब लास्ट मेरो पनि लास्ट एकदम मैले पनि एकदम होइन यसमा सोच विचार गरेर एकदम राम्रो खालको किन्नु भनेर बुढीलाई भ्यालेन्टाइन पनि हुन्छ भनेर लिएको यो बुढीको भ्यालेन्टाइन हो बुढीको भ्यालेन्टाइन व्हाइटमा परेछ मेरो भ्यालेन्टाइन चाहिँ यल्लोमा चाहिँ क्या देखाउ यल्लो 1 2 3 गो यल्लो मलाई लागिरहेको थियो लिपमा मैले यो चाहिँ टाइम पिस भन्ने छ होइन टाइम पिस भनेको चाहिँ कस्तो छ भन्दाखेरि यो चाहिँ क्यासियोको बुढीले अस्ति नैदेखि क्यासियो भने कस्तो राम्रो हुन्छ कस्तो बोबाल हुन्छ भनेर ट्याक्क भनिरहेको थिएँ है अनि च्याट्टसँगले यो चाहिँ क्यासियोको ओरिजिनल्स नट डुप्लिकेट्स इट्स ओरिजिनल्स यो यहाँ देखाएर फिर्ता लगाउन क्या मलाई एडभर्टाइज गरिदिएको छ त त्यसले ओरिजिनल्स लिइदिएको बुढीलाई तर लाउनुहोस् यहाँ चाहिँ अनि ट्यागको ओरिजिनल्स किनिदिएको घटाउनु पर्ने छ यो चाहिँ हाम्रो भ्यालेन्टाइन दुईवटा भ्यालेन्टाइन टाइपको है यो चाहिँ गिफ्ट हाम्रो चाहिँ कलर गिफ्टको यस्तो छ है केटाकेटी हो यो हाम्रो भ्यालेन्टाइनको गिफ्ट एक्सचेन्ज तिमीलाई कस्तो लाग्यो बबाल तपाईलाई मलाई त बबाल लाग्यो बबाल ल थ्याङ्क यू त्यसो होइन त्यो गालामा होइन भिडियो हाल्नुपर्छ मैले बाई बाई ल अब सक्यो हाम्रो यो चाहिँ खोस्टो है यसमा